श्यामम्यान भनेको सम्मान होला। राम भाइ, हामीले ती दुईवटीलाई बस्तीबाट हटाउन सकेनौँ। चम्पालाई चिन्न सक्दैनन्। रामदुलाई हान्नु। कति हान्नु भाइ? हान्दा हान्दा मर्लान् भन्ने डर भइसक्यो। तिमीहरू सबलाई हामीले चिनिसकेका छौँ। अब हाम्रो नियन्त्रणमा परिसकेका छौँ। अब हामी यहाँबाट जीवित फर्किँदैनौँ होला। मार्ने भए हामीलाई हिजै बेलुका मारिसक्थे। पक्का पनि यिनीहरूको घरमा आउने पाहुनालाई गरिने सम्मान होला क्या यो? बहाना बनाएर हाम्रो आँखामा छारो हालेर भागे। पक्का पनि तिनीहरू कुनै न कुनै अप्ठ्यारोमा परे। कतै तिनीहरू चम्पालाई खोज्दै जाँदा ती जङ्गलीहरूको बस्तीमा पुगेर तिनै जङ्गलीले नियन्त्रणमा त लिएनन्। हामीले ती दुईवटीलाई बस्तीबाट हटाउन सकेनौँ। एपिसोड त तपाईँहरूले हेरि नै हाल्नुभयो। सुरुतिर सिर्जना भने बस्तीमा गएका थिए। ती जङ्गलीहरूले लगाउने ड्रेस जस्तै लगाएर गएका थिए। अनि त जङ्गलीहरूले हामीलाई सजिलै स्वीकार्छन् होला भनेर भनेका थिए। अहिले जङ्गलीहरूले कस्तो कस्तो कुटपिट र धेरै चेतना जित्दाखेरि पनि तिनीहरू त्यहाँबाट भागेका छैनन्। अनि त यिनीहरूले गर्ने पाहुनालाई गर्ने सम्मानहरूलाई क्या भनेर अलिकति त हामीले पनि सहनुपर्छ भनेर अझ तिनीहरूले कुटेर लखार्दाखेरि पनि त्यही छेउमा कुटी बनाएर तिनीहरू जस्तै भेष धारण गरेर बसेका थिए। सुरुतिर सिर्जनालाई जति गर्दाखेरि पनि त्यहाँबाट भगाउनु नसकिने भयो भनेर रमेश दाइले रामलाई भनेका थिए। अब तिनीहरूले त्यहाँबाट नछोड्ने भइसकेपछि तिनीहरूलाई नियन्त्रण गरेर योजना बीमा लगाएर राख्नु भनेका थिए रामले। अनि रमेश दाइ कुटीमा आउँदाखेरि तिनीहरू दुईजनै घरतिर फर्किसकेका हुन्छन्। तिनीहरू गए राम्रै भयो, नत्र यहाँ बसेको भए रामले तिनीहरूलाई नियन्त्रणमा ल्याउनु भनेका थिए। तिनीहरू यहाँको सम्मान सहनु नसकेर भागेका हुन सक्छन् भनेका थिए। सुरुतिर सिर्जना भने राति सबैजना सुतेको बेलामा योजना बीमा गएर त्यहाँ भएको एउटा पोको लिएर गएका थिए। अहिले सुरुतिर सिर्जनाले शक्तिलाई पनि भेटिसके। अनि त सबै मुनाको कपडा, चोलो, दुर्गा आमाको चोलो अनि चम्पाको चप्पल भेटाएका छन्। अनि त हाम्रो तीनैजना हराएको मान्छे त्यही बस्तीमा छन् भनेर अहिले शक्तिले भने अरू केटाहरू पनि बोलाएका छन्। अनि त सबै केटाहरूलाई लिएर चारैतिरबाट बस्तीमा गएर चारैतिरबाट घेरेका छन्। साथीहरू, राम कहाँ गयो होला नि त? सबै गाउँलेहरूलाई नियन्त्रणमा लिइसकेको छ शक्तिले। अब रामले गाउँलेहरूलाई पनि बचाउनु पर्छ र शक्तिलाई उल्टै नियन्त्रणमा लिएर सकेको केटाहरूलाई रामदोलाई हान्नुपर्छ गाउँलेहरू मिलेर भनेर जति को हुनुहुन्छ कृपया कमेन्ट गरेर बताउनु भने नबिर्सनु होला। अहिलेसम्म पनि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्सक्राइब गरी भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ।